यो अरुण गाउँपालिका भित्र रहेका 7 वडाका स्थानीयवासीहरूको आँखाको समस्याको समाधानका लागि अरुण गाउँपालिकाले नेत्रज्योति सङ्घ भोजपुरसँग समन्वय गरेर सहकार्य गरेर आँखा सम्बन्धी रोगको निवारण सम्बन्धी काम गर्दै आएको र हामीले यस आधारभूत अस्पतालमा रहेको नेत्रज्योति सङ्घको जने सहकार्यको जने आँखाको कर्मचारीहरू मार्फत 7 वडामा चाहिँ शिविर सञ्चालन गरी त्यहाँ सामान्य उपचारको व्यवस्था र मोतीबिन्दु भएका मानिसहरूको चाहिँ नाम छनौट गरी यस आधारभूत अस्पतालमा चाहिँ अपरेसनको चाहिँ व्यवस्था मिलाएका छौँ। यसमा प्रत्येक वडाबाट पाल्नुहुने 53 जनाको शल्यक्रिया भई सफल शल्यक्रिया भएर उहाँहरू आँखा देख्ने भएर घर फर्किसक्नु भएको छ भने 150 भन्दा बढीले आफ्नो आँखाको चाहिँ जाँच गराएर उहाँहरूले चस्मा औषधि प्राप्त गरेर चाहिँ जानुभएको छ र केही यहाँ हुन नसक्ने बिरामीहरूलाई सम्बन्धित अस्पताल विराटनगर रेफर गरेर पठाइएको छ भने यो कार्यक्रम सञ्चालन गरिरहँदाखेरि नेत्रज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको सहकार्यमा मेची आँखा अस्पतालबाट डाक्टरहरूको टिमले चाहिँ यसलाई सहयोग गरेर सफल बनाउनु भएको थियो। म उहाँहरूप्रति सबैलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम निरन्तर हामी प्रत्येक वर्ष गर्दै लैजाने पनि र यहाँ स्थानीयवासीहरूको समस्यालाई चाहिँ समाधान गर्न अपरेसनको कार्य वर्ष्याउने चाहिँ निरन्तर हुने बेहोरा पनि म जानकारी गराउँछु।